ल साथीहरू, तपाईँलाई म आज धमेकेदार भिडियो चाहिँ प्रस्तुत गर्दैछु। आज म तपाईँलाई धुर्कोट गाउँपालिका वडा नम्बर 4 मा रहेको जोशीथोकमा रहेको यो शहीद पार्कको केही दृश्यहरू चाहिँ तपाईँको माझमा देखाउने छु। र तपाईँ यहाँ आउनु भएको छैन भने एकचोटि चाहिँ अवश्य चाहिँ आउनु होला है त ल साथीहरू। ल हेलो गुड मर्निङ साथीहरू, के गर्दै हुनुहुन्छ? तपाईँलाई म आज चाहिँ भिजिटको दोस्रो दिन धुर्कोट गाउँपालिका वडा नम्बर 4 मा रहेको चाहिँ यो शहीद पार्कमा चाहिँ लिएर आएको छु र यो शहीद पार्कको केही दृश्यहरू तपाईँको माझमा राख्न गइरहेको छु। कृपया यसलाई अन्तिमसम्म चाहिँ हेर्नु होला। कस्तो लाग्छ हाम्रो भिडियो चाहिँ कमेन्टमा चाहिँ भन्न नभुल्नु होला है त ल साथीहरू। यति बेला ठ्याक्कै हामी धुर्कोट गाउँपालिका वडा नम्बर 4 जोशीथोक भन्ने ठाउँमा चाहिँ रहेका छौँ। ल फाइनल्ली साथीहरू, भित्र छिर्नलाई चाहिँ टिकट काट्नु पर्दो रहेछ र प्रति व्यक्ति 30 रुपियाँ रहेछ। हामीले टिकट काट्यौँ र हामी भित्र चाहिँ छिर्यौँ। भित्र चाहिँ एकदम व्यवस्थित गरिरहेको छ भन्नुपर्छ। वरिपरि हिँड्ने ठाउँ चाहिँ बनाएको छ, शौचालय रहेको छ र अगाडि फुलहरू चाहिँ रोपिएको छ। भित्र पिङ खेल्ने ठाउँहरू पनि रहेको छ, बस्ने ठाउँहरू, विभिन्न मूर्तिहरू रहेको छ। यो खास गरी त 3वटा शहीदहरूको फोटा चाहिँ बिचमा राखिएको छ। विशेष गरी यसमा टिकट काटेको पैसा चाहिँ खर्च हुने गर्दो रहेछ। हामी ठ्याक्कै यताउतिको दृश्य अवलोकन गर्दै हामी अगाडि बढ्यौँ। हामी केही छिन चाहिँ यहीँ अवलोकन गर्नेछौँ। पारिबाट हेर्दा धुर्कोट कोट पनि देखिने रहेछ। यहाँ भित्र केही धुर्कोट कोटको स्याम्पलहरू पनि बनाएको रहेछ। हेर्दा ठ्याक्कै धुर्कोट कोट जस्तै देखिने यो सानो स्याम्पल अति आकर्षक रहेको थियो। हामी भित्र गयौँ र नजिकबाट निहाल्ने प्रयास गऱ्यौँ। त्यहाँ बिचमा मन्दिर जस्तो देखिने र त्यहाँ भगवानको मूर्ति पनि रहेछ। हामीले त्यहाँ एकैछिन अवलोकन गऱ्यौँ, हेऱ्यौँ र फोटा पनि खिच्न सफल भयौँ। पछाडिबाट हेर्दा पनि तुरुस्तै धुर्कोट कोट जस्तै रहेको थियो। अनि उता साइडमा सुन्तला, धुर्कोट गाउँपालिकाको नगदे बाली सुन्तलाको एउटा स्ट्याचु चाहिँ बनाएको रहेछ। हेर्दा अत्यन्तै आकर्षक देखिने र अत्यन्तै मनमोहक दृश्य चाहिँ लाग्यो। किनकि आफ्नो सुन्तलाको आफ्नो नगदी बालीको चाहिँ ब्रान्डिङ गरेको भन्नुपर्छ। हामी त्योभन्दा ठ्याक्क अगाडि लाग्यौँ। त्यहाँ अगाडि एउटा पोखरी रहेछ, पानी हल्का भरिएको थियो। अनि त्यसपछि हामी ठ्याक्कै अगाडि गयौँ। हेर्दा अति सुन्दर दृश्य भाइ, 3वटा शहीदहरूको फोटा चाहिँ राखिएको थियो। हामी सिँढीहरू पार गर्दै शहीदहरूको दृश्य नजिकै गयौँ र अवलोकन गऱ्यौँ। यो पार्क नै यो शहीदहरूको सम्झनामा बनाइएको रहेछ। यो खास गरी 3वटा शहीदहरूको सम्मान स्वरूप बनाइएको मूर्तिहरू चाहिँ हो। 3वटा शहीदहरू देख्न सक्नुहुन्छ। शहीद शमशेर बहादुर खत्री, शहीद खिमविक्रम नेपाली, शहीद जेदुराम भण्डारी लगायत 3वटा शहीदहरूको शालिग चाहिँ निर्माण गरिएको छ। हेर्दा अत्यन्तै मनमोहक छ। छेउतिरको साइडमा चाहिँ पिङ खेल्ने ठाउँ राखिएको छ। अगाडि धुपी सल्लाहका बिरुवाहरू रोपिएको छ र टाइलहरू राखेको छ। अत्यन्तै राम्रो छ। दुबोहरू रोपिएको छ भने यता साइडमा फोटा खिच्ने ठाउँहरू पनि रहेको छ। बाघका स्ट्याचुहरू राखिएको छ अनि अत्यन्तै मनमोहक र सुन्दर दृश्यहरू देख्न सकिन्छ। अरूभन्दा यहाँ व्यवस्थित रहेको छ। यति घुमिसकेपछि हामी अब घरतिर रिटर्न हुने बेला आएको छ। तपाईँले हाम्रो भिडियो कस्तो लाग्यो त कृपया सब्सक्राइब गर्न र सेयर गर्न नभुल्नुहोला र बिचमा भएका केही कमी कमजोरी छन् भने कमेन्ट बक्समा छोड्न नभुल्नुहोला। हस्त साथीहरू, अब अर्को भिडियोमा भेटौँ होला।